4 नम्बरको के धन्यवाद छ TW बुढाबुढी मान्छेलाई दुःख दिएछ नि यो दौरेलना दाउरा ढोका हे एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग एन्ड युट्युब च्यानल। म चाहिँ सन्चै छु साथीहरू, अनि तपाईँहरूलाई चाहिँ के कस्तो छ, आई होप सबैजना सन्चै हुनुहुन्छ होला, आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला। म चाहिँ बिहानै अब तपाईँहरू माझ भ्लग स्टार्ट गर्न लागिरहेको छु। आज शनिबार विशेष दिनभरि के रहन्छ म त्यो चाहिँ जोड्ने जमर्को गर्नेछु। भ्लगलाई अन्तिमसम्म हेर्नुहोला। यदि मन पर्यो भने लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न पनि नछुटाउनु होला। ओके लेट्स गो। म्याडमले बिहानै आलु लिएर आएको छन् तरकारी खानको लागि। यहाँ छ कति हो म्याडम यो 4 नम्बरको के यो चाहिँ दाङको आलु हो। दाङको आलु चाहिँ घरकै हो है, फेरि अर्ग्यानिक आलु हो उनीलाई। कहाँबाट ल्याएको म्याडम यो घरपाबाट कति छ ठुलो फले रहेछ। यो चाहिँ यो सेतो आलु रहेछ, रातो भए अलि मिठो हुन्थ्यो। फेरि रातो छैन एक दुईवटा रातो पनि देखियो। यो चाहिँ अर्ग्यानिक आलु रहेको छ, खानलाई मिठो हुन्छ गाउँघरको होइन, विषादी रहित आलु हो नि चाहिँ शुद्ध गाउँको गोबर प्रयोग गरिन्छ होइन। ल ठिक छ म्याडम, अब तपाईँलाई धेरै धेरै धन्यवाद छ। तरकारी खाने आलु लिएर आउनुभएछ बिहानै। अब हामी गोबर लिएर जान्छौँ होला। आज शनिबार विशेष म्याडमको कपडा धुने काम चलिरहेछ। हल्का पानी पनि आयो हुनाले, नत्र सधैँ पानी आउँदैन, त्यो पनि आउँदै रोकिँदै गर्छ। गोबर चाहिँ यहाँ छ, एकछिनमा लिने हो हामी। मेरो ड्रेस चाहिँ धोइसकी छन् है म्याडमले, धन्यवाद छ। छोरोले लेख्ने काम चलिरहेको छ। ONE1 लेख्दैछन्। ONE1 TWO2 2 पनि लेख छोरो। हो त्यहाँ अगाडि लेख। यस लेख है मजाले छोरो, बसेर लेख है। लौ स्याबास। अनि ठुलोको काम यता छ पढ्ने। अलि धेरै बेरसम्म अबेरसम्म चाहिँ मोबाइल हेर्ने बानी छ। यिनीहरूलाई अलि मोबाइलबाट टाढा राखेर पढाइमा चाहिँ ध्यान केन्द्रित गराउनु पर्ने छ। अनि यता कक्षा 5 को यो गणित किताबको होमवर्क गर्ने काम चाहिँ ठुलाको छ, राम्रोसँग गर्ने त्यहाँ। अनि सानो भाइले यता लेख्दैछन्। अब चाहिँ हामी गोबर लिएर बारीतिर जाँदैछौँ। सो हामी लाग्छौँ है त। ल सधैँ गोबर बोक्ने बानी परेर औ ए गोरुको रहेछ क्या आज त। औ ल यसरी हो उठ्ने साथी हो जुरुक्कै। म्याडमलाई अलि हलुको वाला छ, धकेल्नु पर्नेले हलुको भएर पनि। ओके आइपुग्यो बगरा खोलाको बारीमा। ट्याक्कै लाएर यही हो हाम्रो बारी। गर्मी छ गर्मी। यो भैँसको घाँस लिन हुन्थ्यो। यति हाइट छ यहाँबाट यहाँसम्म, यति हाइट छ के। अनि बुवाले आधीमा गएर फर्केर आउनु भएर चाहिँ म चाहिँ सक्दैन होला झन्, त्यही भएर नजाम क्या हो।
गाह्रो छ यो। अब बरु कोही सक्ने मान्छेलाई यसो ल्याएर लगाउँला नि त म्याडम नि कोही सक्ने होला नि त गाउँतिर। हामी अब नसक्ने मान्छे त्यहाँ गइयो भने फेरि दुर्घटना हुनसक्छ, केही हुन्छ होइन। आज शनिबारको दिन एक दिन चाहिँ आराम गरौँ भन्ने हो। आराम त भइहाल्यो। कसो रे खै ए टिनको अङ्कल यहीँ हुनुहुन्न जरा ऊ त्यहाँ होइन उता त्यहाँ गोठमा इन्डिया जानु अरे नि। ओके अब उहाँहरूको गोठ लाग्ने बेला पनि भइसकेको छ। हाम्रो घरदेखि ठ्याक्कै माथि त छ नि त्यही गोठ चाहिँ उहाँहरूको हो। अब यो बारीमा लसुन लगाउने जमर्को गरिरहेको छु मैले। अर्को असोजको महिनामा चाहिँ कस्तो हुन्छ, लसुन फल्यो भने राम्रो हुने जस्तो देखिन्छ। यहाँ गोठ ल्याउने तयारीमै छ भन्नुहुन्छ अङ्कलले। भोलि नजाने अरे गोठ लिएर जाने अरे भन्नाले गोठ त होइन वस्तुभाउ लिएर अनि गोठमा राखेर अनि त्यसपछि इन्डिया जाने भन्ने कुरा गर्नुभयो। ठिक छ। अब यस्तै छ नि, घाम गर्मी बढी छ यहाँ। मकैहरू पुरा चाहिँ राम्रोसँग उम्रिएको छ। पानी अब 2-4 दिन नपर्दिएपछि राम्रो हुन्थ्यो, त्यसपछि गोडमेल गर्न पनि सजिलो हुन्छ। हामीहरूको ठाउँ चाहिँ खासमा लसुनको लागि उपयुक्त छ जस्तो लागेको छ मलाई। त्यही भएर यो बगरा खोला भन्ने ठाउँमा लसुन लगाउने सोचिरहेको छु। यहाँ पनि त्यस्तै देखिन्छ लसुन। अनि यता आलु छ फेरि टक्क परेको। अब फल्ने चाहिँ कतिको फलेको छ भन्ने कुरा हो। बुढाबुढी मान्छेलाई दुःख दिएछ नि यहाँ क्या बोइला गाह्रो भयो धुने। यहाँ त पानी आउनु रहेछ र अलि ठिकै हो भाइ। हामीहरूको त पानी आउँदैन। यो तमकको फुल यता हेर्नु सक्नुहुन्छ। यति हाइटमा छ एउटा रुख। यता सुन्तला बारी छ कमल अङ्कलको घर। यता पुरा कति राम्रो छ कि सुन्तला पनि। किमु खाने भनेको यो किमुको रुख हेर्नु त यति हाइट छ। त्यहाँ गएर किमु खानुभन्दा बरु नखाने। यता पनि त्यस्तो छ। यहाँबाट यहाँ चाहिँ होचा भएकोवाला चाहिँ खाइसकेछन्। यता यो फलेकै छैन। यो सिमी खेती यहाँ सिमी फलिसकेको छ। यहाँदेखि यहाँ पुरै एउटा पाटोभरिमा सिमी रोप्नु भएको रहेछ ज्ञानबहादुर ठुला बुवाले। हामी अब किमु खान्छौँ है। अर्ग्यानिक फल हो। म्याडम त गइन गरे म सक्छु कि सक्दिनँ भन्ने छ। त माथि त्यहाँ हाइट छ छन त। म पनि आएँ है। अब किमु चाहिँ छ कि छैन त। मिठो हुन्छ यो त किमु। अलि बिहानै आएर यो वीरेन्द्र प्रकाश राणाले खाइसकेछ कि भाइले। वीरेन्द्र राजु भन्ने कुरा पो आयो त। सिधै माथि गए पो आनन्द होला त म्याडम। यसरी भिडियो बनाउँदै रुख पनि सजिलो क्या यहाँनिर गयो। टक्कसँग चट्ट परेर आउनुहोस्। यहाँनिर चाहिँ फलेको चाहिँ यति छ। अलि पाकेकोहरू चाहिँ खाइसकेछन् त हौ। काँचोवाला त धेरै छ त टन्नै। गाउँघरमा शीतल छ, रमाइलो छ। जे होस् गाउँघर
बहुत रमाइलो। आहा म्याडम मलाई पनि टिप दिनु है, म त भ्लग बनाउनुमा व्यस्त छु के अरे। आज पहिलोपटक खाएको है मैले किम्बु चाहिँ, यो वर्षभरिमा शनिबार परे हुनाले गोबर ल्याएर आइयो बारीमा। अनि चाहिँ टक्कसँग ऐश्वर्य रुखमै बसी कागज के गर्नु टिप्ने? भाइहरूलाई लगिदिनु त हुन्थ्यो। लेख बाबुहरू हामी किम्बु ल्याइदिउँला भनेर फस्ट्याएर आएको। अब खै के गरे, लेख्यो कि लेखेन। ठुला बुवा किमु त बलियो हुन्छ हुने त। किमु खानको लागि यहाँ आएको रुखमा हल्का खाइयो। बाबुहरूलाई लिइदिने भनेको चाहिँ अलिक केही रहन्छ क्या। ए म्याडम त तल कहाँ देखिरहेछन् हल्का भित्र। रुख पनि कम हाइट छ र यी। अझ यहाँ भयो, अनि यहाँ मुनि गर्दा त कहाँ देखिन्छ यी तल। अब झरियो फेदतिर रहेनछ के, राम्रोसँग पाकेको रहेनछ। पाकेको वाला पनि अलिक कुहिएको जस्तो न कस्तो कस्तो छ। पानीले बिगारेको हुनुपर्छ सायद त। लोभहरू छैनन्? अरे लोभरकै छैन रे। के भने अब म्याडमलाई थाहा होला लभरको भने। यहाँनिर लभरको भनिरहेको छन्। के हो लभरको? किमु भन्दा चाहिँ काफल राम्रो के टिप्नलाई त। खानालाई किमु राम्रो, टिप्नलाई काफल राम्रो होइन। यो त चिप्लिँदो रहेछ क्या। भुइँमा गइसके म हित्तै एउटा खाउँ कि भने हो छैन के। ओके जानु पर्यो। अलि धेरै फलेको बेलामा चाहिँ, अथवा चाहिँ अब त फल्दैन होला है। मैले उल्टो भने क्या, अब पाक्ने बेला पो धेरै पाक्यो भने पो भन्न खोजेँ क्या। रुख चाहिँ सजिलो रहेछ यो आवत जावतको लागि। झ्याम्मै भुइँमा यहाँ चाहिँ कुखुरा छ। कति सेतो सेतो खालको, कति धेरै छन् के। सेतो खालको रहेछ। यो रुखबाट किमु खाएर आइयो। हेर्दा सानो मानिने, कति हाइट छ यी। ऐसोले पनि त्यत्तिकै फलेर रहेछ यहाँनिर। अब फुर्सदै छैन अहिले खानलाई। यो रुखमा अलि पाकेको रहेछ चोथ्रा। मैले तपाईँलाई फुलेको मात्र देखाएको थिएँ, यो फलेको। अब पाकेको चाहिँ छैन अझै। यहाँ पनि छ किमुको बुट्टा, पाकेको छ हल्का मात्रै। छैन हामी त लागेको छैनौँ। अब बिस्तारै गर्नु त होला। म्याडम फेरि खानको लागि यहाँ रुखमा गएको छन्। पाकेको वाला चोथ्रा यहाँ भेटेँ मैले। यो हो क्या, पुरा अलिक ठुलो रहेछ बोट पनि। कोही पाक्न बाँकी छ। यो पनि मिठो हुन्छ खानलाई त। बाबुहरूलाई यति भयो। ल खानुस् है साथीहरू, खानुस्। अब चाहिँ हामी यहाँबाट घरतिर लागिसक्यौँ। बच्चाहरू खोलामा चाहिँ कपडा धुने, नुहाउने काममा व्यस्त छन् पुरा पारी। खोलामा यो जर्किनहरू के ल्याएर
बच्चाहरू नुहाउनको लागि पौडी खेल्नको लागि आएछन्। कपडा धोएर यहाँ मुनि सुकाएको छन्। यहाँ बोल्ने मात्रै गरिरहेछन्, कहीँ देखिन्न नै। यता देखिरहेछन्, अब नुहाउने सुरु गर्न थाले। फाइनल्ली आइपुग्यो घरमा। नुन लागेको भाले जस्तै भएको छ ज्यान। अहिले हल्का आइरहेछ फेरि। केही बेरको छोटो विश्रामपछि फेरि अब जङ्गलमा विद्यालय दाउरा ल्याउनको लागि हामी प्रस्थान गर्न लागेका छौँ। म्याडमलाई डोका बोकाएको छु। म त सक्दिनँ होला भनेर म्याडमलाई बोकाएको। हेलाले हो, हेला गरिकन हो। त्यही भएर अब जङ्गलमा दाउरा छ कि छैन सिद्धिसक्यो होला। अनि हेलाले दाउरा पनि बोकाउँछ अहिले म्याडमलाई। म हेलाले दाउरा कसरी आउनु रहेछ त्यो पनि हेर्छु म। ओके, यस्तो रमाइलो गर्दै हामी फेरि दाउरा बनाउनको लागि प्रस्थान गरिरहेका छौँ। किरण बाबु ओली चाहिँ बाइकमा आयो। हामी ठ्याक्कै लीला डाँडा भन्ने ठाउँमा अहिले भाउजू हुनुहुन्छ। अनि चाहिँ म्याडम हामी जाँदैछौँ अहिले जङ्गलमा। जङ्गल नजिकै छ, अब यतै हो। अनि हामी त दाउरा बनाउनेछौँ है विद्यालयमा लिनको लागि। अब भाउजूले चाहिँ स्याउला लिने रे। आहा, यहाँ यस्तो तरिकाले फुल्या छ। जङ्गल पुरै हरियाली छ, सँगसँगै फुल फुलेर दामी भइरहेको छ। अहिले चाहिँ घाम पनि छैन, पानी पर्ला जस्तो गरिरहेछ। यहाँ तल एउटा चाहिँ के अरे पाङ्गर फुलिरहेछ। ठ्याक्कै हामी अहिले जङ्गलमा दाउरा बनाउँदैछौँ। केही त बनाइसक्यो। म्याडम यहाँ छिन्। अनि स्याउला बनाउने टिम चाहिँ यता छ। म यहाँ ठ्याक्कै रोडभन्दा अलिकति माथि छु। रोड नजिकै हो, यहाँनिर नजिकै छ। यहाँ आसपासमै बनाइरहेको छु। यहीँ पनि थुप्रै रहेछन् दाउराहरू सुकेको। अब खुल्ला नभए हुनाले चाहिँ विद्यालयको लागि चाहिँ सस्तै सम्झियोस्। अब गाउँलेको लागि खुल्ला भयो भने त दाउराहरू पाइँदैन फेरि। सो योभन्दा अगाडि घाँस काटेको रुखहरू दाउरा अन्तिम चरणमा बनाइसकिएको छ। अब थोरै बेरमा हामी हिँड्ने है। अब जति बर्खाभरि फत्काइ पनि भयो दाउरा। अब बर्खाभरि त पैजाला। यो स्याउरेल्नाको स्याउला डोका। स्याउरेल्ना यो दौरेल्ना दाउरा डोका। म्याडम त गर्को हुन्छ है, धेरै कोच्ने काम नगर्ने मैले भनिदिइरहेको छु। ओके, अब हामी हिँड्नेछौँ यहाँबाट। ठ्याक्कै ट्याक्सी आइरहेछ है यहाँ मुनि। आइपुग्यो रोडमा। टोली झर्दैछ है। अब रोडको बाटो स्वाटै हिँड्ने हो घरमा। सबैजना आए जस्तो छ है रोडमा। म चाहिँ आइपुगेको। अनि म्याडम खै माइत बसेको जस्तो अनुमान गरेको छु। अलि ढिला गरी नै ठिक छ। अनि साँचो छैन मसँग र म्याडमले पनि बिर्सेको जस्तो भनिरहेको थियो अघि। त्यही भएर अब भोलि राख्ने हुन्छ होला सायद भित्र। र म अब घरतिर प्रस्थान गर्नेछु। साँझको समय भइसकेको छ है। ओके, योसँगै यो भ्लग चाहिँ यति रह्यो। कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। अनि च्यानललाई सब्स्क्राइब गर्न पनि नछुटाउनु होला। फेरि अर्को भ्लगमा भेटौँला। थ्याङ्क्स फर वाचिङ। बाई बाई।